सम्पूर्ण दर्शक महानुभावहरूलाई कोअपरेटिभ न्युज इन्फर्मेसन म्यानेजमेन्ट च्यानलमा स्वागत गर्न चाहन्छु साथीहरू। म हरि रावल। सम्पूर्ण दर्शक महानुभावहरूलाई कोअपरेटिभ न्युज इन्फर्मेसन म्यानेजमेन्ट च्यानलमा स्वागत गर्न चाहन्छु साथीहरू। म हरि रावल। म आज एउटा नयाँ भिडियो लिएर आएको छु। तपाईँले टपिकबाट पनि थाहा पाइसक्नुभयो होला हैन। आज मैले चाहिँ तपाईँले यो हेर्नुभयो भने श्रीनगर एग्रिगेट इन्डस्ट्री लिमिटेडले चाहिँ अब तपाईँ योभन्दा अगाडि चाहिँ आइजना प्रभावित भन्दा पनि यो वैदेशिक रोजगारमा गएको र त्यहाँको स्थानीयको लागि चाहिँ यसले चाहिँ खुलाएको थियो भने अहिले चाहिँ आइजना स्थानीय तथा तपाईँको वैदेशिक रोजगारमा गएको व्यक्तिको लागि यसले चाहिँ आइपिओ निष्कासन गरेर पनि बाँडफाँड गरिसक्यो। त्यस पश्चात चाहिँ यसले तपाईँ हामी सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्दैछ। यसमा चाहिँ कस्तो छ भन्दाखेरि यसको चाहिँ श्रीनगर एग्रिगेट लिमिटेडको चाहिँ यही 2082 असोजको 26 गतेबाट यसको आइपिओ चाहिँ तपाईँ हामी सर्वसाधारणको लागि खुल्ला हुन्छ। सबैले भर्न मिल्ने तपाईँ हामी सर्वसाधारणको लागि खुल्ला हुन्छ। यसको इपिएस कति छ त हैन, यसको नेटवर्क कति छ हैन, घाटा नाफा कस्तो छ, कम्पनी यसमा आइपिओ भर्ने कि नभर्ने हैन, घाटा नाफा कस्तो छ, आइपिओ भर्ने कि नभर्ने हैन, यसमा चाहिँ आइपिओ भर्ने कि नभर्ने भनेर सम्पूर्ण जानकारी यो भिडियोमा पाउनुहुन्छ। यो विशेष खालको भिडियो रहेको छ। अब यसमा चाहिँ ख्याल गर्दा के छ भन्दा यसको यो कम्पनीको वित्तीय विवरण हेर्दा चाहिँ कम्पनीको वित्तीय विवरण यसो हामीले चाहिँ भिजिट गर्दा के छ भन्दाखेरि हेर्नुभयो भने ट्याक्क कम्पनीको वित्तीय विवरण हेरौँ हामीले चर्चा गर्दा चाहिँ यसमा के छ भन्दा कम्पनीको नेटवर्क हेर्नुहुन्छ भने 100 रुपैयाँ 59 पैसा रहेको छ। यो फिस्कल इयर 80-81 को डाटा हो। यसको यो 80-81 को नेटवर्क चाहिँ वास्तविक डाटा रहेको छ है। यसको चाहिँ वास्तविक डाटा हो यो। अनि इपिएस पनि 1 रुपैयाँ 17 पैसा रहेको छ। यो पनि फिस्कल इयर 80-81 कै डाटा अनुसार रहेको छ है। अनि पार भ्यालु 100। यसले चाहिँ एक किताको आइपिओ निष्कासन गर्दा एक किताको लागि 100 रुपैयाँ चाहिँ यसले चाहिँ चाहिने रहेछ भनेको। अब 10 किता भर्दा त ठ्याक्क चाहिँ हामीलाई 1000 चाहियो, सियास 50 भनेर हामीले 5 रुपैयाँ लाग्छ। अब एक किता भर्नलाई मैले अघि थोरै चर्चा गर्दा 100 रुपैयाँ लाग्यो। पार भ्यालु 100 मा खुला छ। फेस भ्यालु भन्नु पार भ्यालु भन्नु एउटै कुरा। अब यसको चाहिँ कम्पनीको वित्तीय विवरण अनुसार हेर्दा चाहिँ कम्पनीमा चाहिँ आइपिओ भर्दा घाटा चाहिँ रहेनछ भन्ने देखिन्छ। किन भन्दाखेरि एक किता भर्दा हामीलाई चाहिँ 0.59 पैसा प्रफिट हुन्छ हैन। 0.59 पैसा प्रफिट हुन्छ। हामीले 10 किता भरिन्छ। 10 किता भर्दा 5 रुपैयाँ 9 पैसा चाहिँ प्रफिटै हुने रहेछ। यसको चाहिँ तपाईको 5 रुपैयाँ 9 पैसा चाहिँ प्रफिट हुन्छ। त्यसकारण यसमा आइपिओ भर्दा चाहिँ तपाईलाई घाटा चाहिँ लाग्दैन। अब यसको चाहिँ कस्तो हुन्छ भन्दाखेरि आइपिओ निष्कासन भइसकेपछि यो चाहिँ बाँडफाँड भइसकेपछि सेकेन्डरी नेपालको रुल्स अनुसार शेयर मार्केटको रुल्स अनुसार सेकेन्डरी मार्केटमा चाहिँ कारोबारमा जान्छ। अब सेकेन्डरी मार्केटमा कारोबारमा जाँदा यसको नेटवर्क चाहिँ अरू सामान्य कम्पनीहरू भन्दा ठिकै राम्रै छ हैन। अरूको 90 95 97 96 त्यस्तो थियो भने यसको 100 रुपैयाँ 59 पैसा रहेको छ। यो चाहिँ अरू भन्दा राम्रो भन्नु पर्यो हामीले हैन। अब यसको चाहिँ नेटवर्क हेर्नुहुन्छ भने 100 रुपैयाँ 59 पैसाको 3 गुणा जान्छ भनेको 301 रुपैयाँ 77 पैसासम्म जान्छ। अब यसको चाहिँ नेप्सेमा कारोबार हुन्छ पहिलो कारोबार है। नेप्सेमा जुन लिस्टिङ भएर पहिलो कारोबार हुन्छ नि, पहिलो कारोबार चाहिँ कतिबाट सुरु हुन्छ भन्दाखेरि 100 रुपैयाँ 59 पैसादेखि 301 रुपैयाँ 77 पैसासम्म कारोबार हुन्छ भनेको 100 रुपैयाँ 59 पैसा भन्दा पहिलो कारोबार चाहिँ कम पनि हुँदैन है। यो यसरी बुझ्नु, 100 रुपैयाँ 59 पैसा भन्दा यो कम कारोबार पनि हुँदैन अनि 301 रुपैयाँ 77 पैसा भन्दा पहिलो कारोबारमा बढी पनि हुँदैन है। तपाईको 101 हुनसक्छ, 102 हुनसक्छ, 103, 104, तर 79, 97, 95 पहिलो कारोबार चाहिँ हुँदैन है। त्यसरी क्लियर हुनु होला। अनि यसको पनि 302 हुँदैन पहिलो कारोबारमा है। 301 पछि 301 रुपैयाँ 77 पैसादेखि बढ्दै त्यसरी जान सक्छ हैन। तर चाहिँ कस्तो भन्दाखेरि 250 हैन, 350 250 तपाईको चाहिँ 295 297 चाहिँ पहिलो कारोबारमा चाहिँ हुँदैन। अब यो मैले चाहिँ यसको चाहिँ आफूले एनालाइसिस गरेर भन्दा यो चाहिँ भिडियो चाहिँ एजुकेसन पर्पजको लागि रहेको छ हैन। अब यसमा चाहिँ मैले आफूले चाहिँ तपाईलाई चाहिँ भन्दा यसबाट चाहिँ योभन्दा पहिलाको भिडियो मैले शेयर मार्केटको भिडियो चाहिँ रेगुलरै बनाएको छु है। हेर्नु होला, भिजिट गर्नु होला। यसमा कस्तो छ भन्दाखेरि अब यसमा विशेष ख्याल गर्नुपर्ने कुरा के छ भन्दा मैले चाहिँ यसको चाहिँ लगभग अब नेटवर्क चाहिँ 100 रुपैयाँ 59 पैसा रहेको हुनाले यसको चाहिँ 900 देखि लगभग 1000 को आसपासमा पुग्छ भने म आफूले एनालाइसिस गरेको छु है। 900 देखि 1000
को आसपासमा पुग्छ। यसको नेटवर्क चाहिँ अब तपाईँको लगभग 100 रुपियाँ 59 पैसा हुन्छ। त्यही भएर पहिलो कारोबारमा पनि यो आसपासमा पुग्ने हुनाले अब यसबाट मेरो आफ्नो आँकडा अनुसार मेरो आफ्नो एनालाइसिस अनुसार चाहिँ 900 देखि 1000 पुग्छ भनेर भनेको छु। अब योभन्दा विशेषमा ख्याल के नगर्नु होला, तपाईँ आत्तिएर चाहिँ अब यो 300 पुग्यो भनेर 300 पुग्यो म त बेच्छु 1000 लगानी हो भनेर त्यसरी चाहिँ बिक्री नगर्नु होला। किन भन्दाखेरि यो बढ्दै जान्छ। मैले जहिले पनि के भनेको छु भन्दाखेरि पहिलो नेप्सेमा कुनै पनि कम्पनीको कारोबार हुँदा, कम्पनी बैंक वित्तीय संस्थाको कारोबार हुन्छ, पहिलो कारोबार हुन्छ अनि लिस्टिङ भएर कारोबार हुन्छ। त्यसमा कस्तो हुन्छ भन्दाखेरि पहिलो कारोबारमा पहिला चाहिँ बाहिरमा मात्रै किता आउँछ अनि त्यो किता घट्दै जान्छ। अनि त्यो किता घट्दै गएपछि जबसम्म बाहिरमा चाहिँ बाहिर र सेलरको बराबर हुँदैन, बाहिरभन्दा सेलरको बढी हुन्छ अनि त्यहाँ प्रेसर हुन्छ। अनि चाहिँ अब यसको चाहिँ अमाउन्ट घट्छ, अब सेयर घट्छ भन्ने हुन्छ। त्यो बेला बल्ल मात्र तपाईँले चाहिँ बिक्री गर्नु होला। यदि बाहिर निस्किनुहुन्छ भने नआयो भने अनि लङ टर्मलाई राख्नुहुन्छ भने पनि ठिक छ, 5-7 वर्षलाई राख्नुहुन्छ भने पनि केही फरक पर्दैन। तर चाहिँ 1-2 वर्षलाई चाहिँ नराख्नु। किन भन्दाखेरि 5-7 वर्षलाई राख्ने हो भने 5-7 वर्षलाई राख्नुहोस्, राम्रो हुन्छ। त्यसले बोनस दियो भने अहिले चाहिँ 1-2 वर्षमा चाहिँ सामान्य बोनसहरूले तपाईँको केही हुँदैन। त्यही भएर लङ टर्मलाई चाहिँ राख्दा पनि हुन्छ होइन। सर्ट टर्ममै मैले चाहिँ प्रफिट गेन गरेर बाहिर निस्किन्छु र अरू सेकेन्डरीमा राम्रो किन्छु भन्नुहुन्छ भने ठिक छ, केही भएन। अब यसमा चाहिँ तपाईँले चाहिँ मैले भनेअनुसार 900 देखि 1000 पुग्छ भनेको, 900 देखि 1000 भनेको 9000 हो, 9000 हो होइन, 10000। यसमा चाहिँ फेरि तपाईँ आत्तिएर 300 मा बेच्नुभयो, जस्तै 300 मा बेच्नुभयो होइन, यसको त नेटवर्क 100 रुपियाँ भन्दा बढी छ। त्यस कारण के भन्दा तपाईँ यदि उदाहरणको लागि यो जस्तै 800 पुग्थ्यो मान्नुहोस् है, उदाहरण दिएँ म अहिले यहाँ तपाईँलाई उदाहरणको रूपमा प्रस्तुत गरेँ। यो जस्तै तपाईँको चाहिँ यो चाहिँ 800 देखि जस्तो 800 छ भने यसमा चाहिँ कस्तो भन्दा 800 छ भने 800 भनेको 8000 हो, 7000 7000 तपाईँको लगानी 5 रुपियाँ स्याहार छ भनेको 7000 त फाइदा भयो। त्यस कारण आत्तिएर नबेच्नु। यदि तपाईँले चाहिँ यसमा आत्तिएर बेच्नुभयो 1000 त प्रफिट भयो, 1000 लगानी हो, 2000 प्रफिट हुन्छ भने 3000 बेच्नुभयो भने यदि चाहिँ त्यो बढ्थ्यो होइन। यहाँ चाहिँ किन भन्दाखेरि जबसम्म किता चाहिँ यहाँ त सुरुमा किताहरू हुन्छ, कहिले कसो किता चाहिँ एकै दिनमा पनि तलमाथि हुनसक्छ, कहिले चाहिँ 2-4 दिन पनि लाग्न सक्छ, 1 हप्ता पनि लाग्न सक्छ, 2-3 दिन पनि हुन लाग्छ। यो चाहिँ तपाईँको चाहिँ एकै दिनमा पनि तलमाथि हुन्छ। एकै दिन भनेको जुन नेप्सेमा कारोबारको पहिलो कारोबारको दिनमै पनि तलमाथि हुनसक्छ, तपाईँको चाहिँ एकै घन्टामा पनि तलमाथि हुन्छ, 15-20 मिनटमा पनि तलमाथि हुन्छ, जस्तो पनि हुनसक्छ। तर के हो भन्दाखेरि तपाईँले यहाँ चाहिँ हेरेर आफूले चाहिँ त्यहाँ जबसम्म पिक आवरमा पुग्दैन, जबसम्म बाहिर सेलरको चाहिँ बराबरी पुग्दैन, जबसम्म सेलरको चाहिँ प्रेसर पुग्दैन, पिक आवरमा रेट पुग्छ, त्यो बिचमा तपाईँले चाहिँ प्रफिट गेन गरेर बढी प्रफिट गर्न मिल्छ। योभन्दा अगाडिको गार्डियन मार्केट लाइफमा मान्छेले 800 मा एक किताब बेचिदिनु भयो, 8000 भयो, तर 22-25 हजार पुग्यो नि त, होइन त, धेरै प्रफिट त हुने रहेछ नि। त्यही भएर आत्तिएर चाहिँ सुरुमा नबेच्नु होला, जबसम्म बढ्दै जान्छ अनि त्यसबाट तपाईँले म्याक्सिमम प्रफिट गेन गर्न सक्नुहुन्छ है। त्यसलाई चाहिँ विशेष ख्याल गर्नु होला। यसमा चाहिँ कम्पनीले तपाईँ हामी सर्वसाधारणको लागि 25,10,493 किता हुन्छ। यो सुरु चाहिँ 2082 असोजको 26बाट सुरु हुन्छ। 26बाट सुरु भएर छिटोमा चाहिँ असोजको 29सम्म हुन्छ है, 29सम्म। अब यसमा यो ढिलोमा भन्ने चिज छ नि, यो ढिलोमा भन्ने चिज हुँदैन। किन भन्दाखेरि यो आइपिओ भएको हुनाले आइपिओमा धेरैले आवेदन चाहिँ भर्नुहुन्छ। डिम्याट होल्डर पनि लगभग तपाईँको चाहिँ 50-55 लाख आसपासमा डिम्याट होल्डर भएको हुनाले तपाईँले चाहिँ अब जारी किता जम्मा 25,10,000 भएको हुनाले यसमा चाहिँ तपाईँले 10 किताभन्दा उता नभर्नु, 10 किताभन्दा उता पऱ्यो भने 10 किता पर्छ, अनि नाइ भने पर्दैन। यदि चाहिँ तपाईँले 20 किता 30 किता 40 किता 50 किता धेरै किता भरेर चाहिँ पैसा पनि होल्ड नगर्नुहोस्। कसैले धेरै किता पनि भर्ने गर्नुहुन्छ, त्यो चाहिँ धेरै किता भरेर तपाईँलाई पर्ने चाहिँ होइन है, त्यो चाहिँ क्लियर हुनु होला। यसमा चाहिँ तपाईँको पऱ्यो भने तपाईँलाई 10 किता हुन्छ, यो पनि गोला प्रसादद्वारा बाँडफाँड हुन्छ। किन भन्दा धेरैजनालाई आवेदन दिनुहुन्छ। किन भन्दा आइपिओबाट 5-7 हजार प्रफिट हुनु भनेको 1000 लगानी 5-7 भनेको धेरैजनाको आवेदन पर्छ। त्यही पनि यो सर्वसाधारणको लागि भएको हुनाले तपाईँहरूले यसमा यो मैले जहिले पनि भन्ने गरेको 16 असोजको 26बाट 29 भित्रै भर्नु होला है। यो असोजको 29 गते 5 बजेपछि भर्न मिल्दैन है, त्यो चाहिँ क्लियर हुनु होला है। त्योभन्दा उता चाहिँ फेरि ढिलोमा मिति भनेर यसलाई ख्याल नगर्नु, यो चाहिँ ढिलोमा भनेर भनेको छ, यो चाहिँ हुँदैन। तपाईँले चाहिँ यो चाहिँ असोजको मैले अघि नै फेरि भन्छु एकचोटि, असोजको
29 गते भित्र मात्रै भर्नु होला। यो ओभर सब्सक्राइबर हुन्छ, मैले योभन्दा अगाडिको भिडियोमा पहिला अरू भिडियोमा भन्छु ओभर सब्सक्राइबर हुन्छ। यो पनि गोलापत्थरद्वारा बाँडफाँड हुन्छ, यो पनि ओभर सब्सक्राइबर हुन्छ। मैले भने गोलापत्थरद्वारा नै बाँडफाँड हुन्छ, तर तपाईँलाई के हुन्छ भन्दाखेरि यो असोजको 26बाट 29 भित्रै भर्नु होला। त्योभन्दा उता चाहिँ भर्नुभयो भने पाउनुहुन्न है। अनि केयर नेपाल रेटिङले यसलाई चाहिँ केयर एमपी B+ इस्योर रेटिङ प्रदान गरेको छ। वित्तीय जोखिम वहन गर्ने क्षमता चाहिँ उच्च जोखिम छ भनेर भनेको छ। यसको यो सम्पूर्ण सेयर खुलाउने काम चाहिँ नेपाल इन्भेस्टमेन्ट क्यापिटलले गर्नेछ। यसको चाहिँ अब सेयर खुलाउने सम्पूर्ण कामको जिम्मा चाहिँ यो चाहिँ एग्रिगेट श्रीनगर एग्रिगेट इन्डस्ट्रीलाई चाहिँ यो चाहिँ नोबेल इन्भेस्टमेन्टले यो आइपिओ खुलाउने काम चाहिँ गर्ने भयो। नमस्ते, धन्यवाद। आजलाई चाहिँ यो श्रीनगर एग्रिगेट इन्डस्ट्री लिमिटेडको आइपिओ सर्वसाधारणलाई जानकारी सम्बन्धी भिडियो कस्तो लाग्यो, आगामी दिनमा पनि यस्तो इन्फर्मेटिभ भिडियोहरू बनाउने छु भन्दै आजको यो भिडियोबाट पनि म बिदा हुनुभन्दा पहिला च्यानललाई चाहिँ लाइक शेयर सब्सक्राइब पनि गरिदिनु हुन्न, कमेन्ट पनि गरिदिनु हुन्न, साथै साथीहरूमा चाहिँ यो चाहिँ भिडियो चाहिँ सेयर गरिदिनु अनुरोध गर्दै आजको यो भिडियोबाट बिदा हुन्छु। नमस्ते।